guys, welcome to my another vlog. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अहिले चाहिँ म मणिपुरमा छु र आजको दिन के कसो हुन्छ हजुरलाई शेयर गर्ने छु। गाइस यो चाहिँ मणिपुरको जति पनि ओलम्पिक प्लेयरहरु छ उनीहरुको एउटा म्युजियम बनाएको रहेछ यहाँ भित्र। म तपाईहरुलाई एकछिनमा देखाउने छु। मणिपुरको म्युजियम हो यो चाहिँ। ओलम्पिक प्लेयरहरुको जति पनि छ ओलम्पिक प्लेयर ओलम्पिक खेलेकोहरु उहाँको लागि एउटा म्युजियम बनाएको रहेछ र तपाईहरुलाई भित्र गएर देखाउने छु। अब ओके प्लेयर रहेछ यहाँ चाहिँ गोलकिपर बक्सिङ हकी प्लेयर बक्सिङ को लेजेन्ड मेरी कोम मैले चिनिन तपाईँले चिन्नु हुँदैन कमेन्टमा बताइदिनुहोस् होला। वेट लिफ्टिङ को ओलम्पिक प्लेयरहरु हेर्नुहोस्। बक्सिङ को हुनुहुँदो रहेछ रानी। ओलम्पिक प्लेयरहरु हेरिहाल्नुहोस् है गाइस। मणिपुरको जति पनि खेल्नु भएको छ ओलम्पिक उहाँहरुको चाहिँ स्ट्याच्यु बनाएर राखेको रहेछ। हकीको सबै हकीको रहेछ यहाँ चाहिँ स्ट्याच्यु। गाइस हेरिहाल्नुहोस् यो चाहिँ रेलवेको स्क्रैप राख्नेको यो उयो रहेछ लोकेसन। यहाँ चाहिँ ठुलो रेलवेको प्रोजेक्ट चल्दैछ। अनि हेरिहाल्नुहोस् पैसा चाहिँ यो बेच्यो भने खालि 500 करोड आउँछ होला। यो खालि हैन अगाडि पनि पुरा छ। हेर्नुहोस् न गाइस पैसा लडेको कति चाहिँ आउँछ होला यो बेच्यो भने चाहिँ 500 करोड त आउँछ होला यो कति चाहिँ छ होला यस्तो चाहिँ। पछि पनि यता पनि पैसा लडेको हेर्नुहोस् त। तपाईको एसियाको सबैभन्दा लामो टनल एप्रोक्स 15 किलोमिटर छ होला यो चाहिँ टनल। अहिले त्यो भित्र हामी जाँदैछु। यो चाहिँ एक्चुअलमा चाहिँ रेलवेको उयो बनिँदैछ। यो चाहिँ बन्नेको चाहिँ एक्चुअलमा चाहिँ मणिपुरमा हो रेलवे प्रोजेक्ट। र पहाड डल्लैलाई भित्र भनेर लगेको छ। चलिरहेको छ यहाँ पनि रहेछ यतापट्टि पनि कामहरु पुरा हुँदैछ चाहिँ गाउँभित्र। राइट जानुपर्ने छ भित्रतिर एलएनडी हेर्नुहोस् न कत्रो चाहिँ ठुलो बनिँदैछ होला यो चाहिँ। यहाँ चाहिँ अब रेलवे ट्र्याकहरु आउँछ बादमा यहीबाट ट्रेनहरु कुद्छ। राम्रो गर्दैछ ट्रेनहरु आयो भने मान्छेलाई सजिलो पर्छ ट्राभलहरु गर्नुको लागि।
तर यो चाहिँ पहाड डल्लै काटेर बनाएको छ। ल गाइस, आजको लागि यति नै। खाना पनि खाइसक्यो, अब रुममा आइसक्यो, अब रेस्ट गर्छु। आजको लागि यति नै। मन पर्यो भने लाइक, शेयर अनि सब्सक्राइब गरिदिनुहोस्। अनि साइडमा बेल आइकनको सिम्बल पनि होला, त्यसलाई पनि दबाइदिनुहोस्। ल गुड नाइट सबैजनालाई।